पूर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु शाह सहितका 5 जना नेतामाथि मंगलबार गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ। जनता समाजवादी पार्टी जसपा नेपाल रौतहटका जिल्ला कार्यकारिणी समिति सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सञ्जीव कुमार यादवले जिल्ला अदालत गौरमा उनीहरूमाथि गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन्। नेता उपेन्द्र शाह, त्रिभुवन भनिने अमर शाह, चन्द्रेश्वर शाह र प्रवक्ता चन्द्रभूषण शाहमाथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको यादवले जनाए। प्रभु शाहको निर्देशनमा आफूलाई घेरा हाली हातापात गर्नुको साथै गाली बेइज्जती गरिएको छ। उनले भने, आफ्नो मान मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरिएकाले मुद्दा दर्ता गरेको छु। शाह विरुद्ध दर्ता गरिएको मुद्दाको जिल्ला अदालत रौतहटमा दर्ता नम्बर 0118 कायम भएको छ। 33 वर्षीय यादवले दायरा गरेको मुद्दाको लागि असोज 25 गते तारिख तोकिएको छ। यादवले गाली बेइज्जती मुद्दा दर्ता गराएकाहरू मध्ये त्रिभुवन भनिने अमर शाहले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याको किटानी जाहेरी दिएका छन्। जसपा अध्यक्ष यादवलाई गौर घटनाका मुख्य अभियुक्त भन्दै उनी विरुद्ध जाहेरी दर्ता गराएका छन्। यादवले गाली बेइज्जती मुद्दामा प्रभु शाहलाई मुख्य अभियुक्त बनाएका छन्। यादवले प्रभु शाहको निर्देशनमा अभियुक्तहरूले घेरा हाली आफ्नो चरित्र हत्या गर्ने नियतले लाछार पछार गरी सामान्य हातपात समेत गरेको उल्लेख गर्दै सर्वसाधारणको उपस्थितिमा लुगाफाटा च्याटेको जनाएका छन्। गत साउन 6 गते शनिबारका दिन जसपा पार्टीको चन्द्रपुरमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा गौरवडा चिनी मिलको छेउबाट जाने सार्वजनिक बाटोमा घेरा हालेर हातपात गरी राजनीतिक चरित्र हत्याको प्रयास गरेको उल्लेख बताएका छन्। जसपाका अध्यक्ष यादवले हत्या मुद्दामा फसाउन अनेक प्रकारको दबावमूलक कार्यहरू गर्दै आएका प्रभु शाह विरुद्ध जसपाले प्रदेशभरि नै अभियान चलाएको छ।